सो हेलो एभ्रिवान गुड मर्निङ एन्ड नमस्ते टु अल फेरि पनि हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ भन्दै आज फेरि अर्को नयाँ भ्लग लिएर म हजुरहरू सामु उपस्थित भइसकेको छु हैन अनि र आजको हाम्रो लोकेसन चाहिँ रहेको छ गोदावरी बनेमा राख मलाई मनैमा भन्ने गीत सुन्नुभएको होला मलाई थाहा छ हैन त्यही नै छौँ हामी अनि त्यस पछाडि गोदावरी त्यो भित्र पार्कभित्र छ होइन अनि यो ठाउँमा चाहिँ मलाई एकदम धेरै आउनु मन लागेको थियो र फाइनली आज आई एम हियर होइन अनि यहाँ पछाडि देख्नुहुन्छ गोदावरीको सुन्दरता यही नै हो अनि यहाँ चाहिँ एकदम फुलबारी नै फुलबारी हुन्छ नि एकदम रङ्गी चङ्गी छ त्यही भएर मलाई यो ठाउँ चाहिँ एकदमै धेरै मन परि पनि रहेको थियो आउनु पनि मन थियो र आज म फाइनली आएको छु र आजको हाम्रो मोडल हुनुहुन्छ हाम्रो सुनिल छेत्री सर होइन सुनिल छेत्री यस अनि अर्को भनेको केटी म चिन्दिनँ अनि आज हाम्रो पहिरन देख्न सक्नुहुन्छ नेवारी ड्रेस छ अनि यस्तै नै छ हेर्नु जानु होला हाम्रो ब्लग सो गाइज होइन हाम्रो चाहिँ ड्रेसहरू चेन्ज भएर चाहिँ हामी यता अर्को लोकेसन सिफ्ट भइरहेछ अनि यहाँ देख्न सक्नुहुन्छ म चाहिँ देखिरहेको छुइनँ हजुरहरूले जहाँसम्म लाग्छ देख्नुभयो होला होइन सो यहाँ चाहिँ यस्तो खालके फ्लावर्सहरू रहेको छ होइन एकदम डिफ्रेन्ट किनभने गोदावरीमा डिफ्रेन्ट टाइपको फुलहरू देख्न सकिन्छ जस्ट लाइक दिस हियर अनि यहाँ पिकनिकमा रमाउने व्यक्तिहरू रमाइरहनु भएको छ र यता हाम्रो सुटिङमा रमाउने हामी रमाइरहेका छौँ आज हाम्रो स्टेपहरू भइरहेको छ मलाई हिपहप डान्सहरू भइरहेको छ त्यही भएर हेर्नु जानु होला हाम्रो ब्लग गाइस है अनि यसरी छ अनि यो ठुलो देखिरहनु भएको चाहिँ यो नर्सरी हो यहाँ चाहिँ एकदम बोट बिरुवाहरू टम्प छ भित्र होइन हेर्नु सक्नुहुन्छ हजुरहरूले सो यहाँ हाम्रो सुन्नु सुट भइरहेको छ हेर्नु होला त्यहाँ हेर्नुहोस् अबि त्यो लाइटले भइरहेको छ होइन पुरै जे होस् रमाइलो भइरहेको छ यहाँ हेर्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले यो हो नि त तारा अनि यस्तै नै छ गाइस होइन हाम्रो चाहिँ अनि यहाँ बल्ल फाइनली हामी चाहिँ यहाँ फुलबारी भएको ठाउँमा जस्ट अलिकति राम्रो ठाउँमा आउँदैछौँ अनि तर मेरो चार्जर चाहिँ माथि नै छोड्यो अब यहाँ फेरि चार्ज पनि कहाँ लाउने केही पनि थाहा छैन आज चाहिँ फेरि मैले मेरो फोनमा केही पनि चार्ज पनि सकेर होइन नि हाल्नु सक्नुहुन्छ हजुरहरूले एकदमै धेरै वा यसरी फ्यामिलीसँग आउनु पाउँदा पो रमाइलो गाइस यहाँ देख्न सक्नुहुन्छ एकदमै राम्रो रमणीय दृश्य होइन यहाँ चाहिँ म भनौँ न 1-2 वर्ष अगाडि आएको थिएँ अनि एकदमै राम्रो लागेको थियो त्यस पछाडि फेरि मलाई आउनु चाहिँ मन थियो तर फेरि त्यस्तै अब हुन्छ नि समय नमिलेर भन्नु कि अब आउने साथी मात्रै हुनु पऱ्यो एक्लै लखर के गर्नु होइन अनि यहाँ देख्न सक्नुहुन्छ यस्तो राम्रो ठाउँ छ होइन माई गड दिस गर्ल्स आर गोइङ कता गएको तर पनि यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले अनि फ्रेन्ड गार्डन भनेको चाहिँ उता रहेछ अनि यो चाहिँ खै कताको के हो केही पनि थाहा छैन मलाई होइन तर हजुरहरूलाई यो गोदावरी भन्ने ठाउँ चाहिँ देखाउनु एकदमै धेरै मन थियो जे होस् सबै देखाउन नसके पनि अलिअलि भए पनि देखाउन पाउँदा एकदमै धेरै खुसी लागिरहेको छ होइन हेर्न सक्नुहुन्छ गोदावरी भन्ने ठाउँ चाहिँ एकदमै धेरै राम्रो छ हजुर हो र होइन पहिला तर सुटिङमा होइन छिया स्वर यस्तो नभन्नु न मैले भ्लगमा देखाएको थिइनँ क्या त्यही भएर यहाँको एकदम पिसफुल एरिया देख्न सक्नुहुन्छ हजुरहरूले अब चाहिँ हामी भित्र जाँदैछौँ यहाँ भित्र चाहिँ गार्डन छ होइन यहाँ हेर्न सक्नुहुन्छ हाम्रो एकदमै रमाइलो दृश्य होइन अनि यहाँ चाहिँ फुलहरू फुल्ने समय हुँदैछ त्यही भएर एकदम हरियाली र रङ्गीचङ्गी होइन त अनि यस्तै नै छ गाइस होइन अनि
यहाँ त देख्न सक्नुहुन्छ हजुरहरूले एकदमै धेरै अलिअलि सुक्खापन पनि छ किनभने अहिले हरियाली हुने ठ्याक्कै बेला भइसकेको चाहिँ छैन होइन तर पनि हुँदैछ अनि यहाँ अब हामी चाहिँ खाना खान जान लाग्दैछौँ होइन अब गोदावरी चाहिँ सबैजना एकचोटि पक्कै पनि घुम्न आउनु होला रमाइलो गर्नु होला किनभने यो ठाउँै यस्तो छ अझै चैत वैशाखको बेलामा आउनुभन्दा झन् बाल परै राम्रो हुन्छ होइन माइन्ड ब्लोइङ हुन्छ यो ठाउँ किनभने मैले एकचोटि आएको थिएँ नि त त्यही भएर मलाई चाहिँ अलिअलि भए पनि थाहा भएको अनि अलिअलि इन्फर्मेसन हजुरहरूलाई दिएको त्यही भएर खोला पनि छ यहाँ चाहिँ खोला नाला जङ्गल फुल बगान एभ्रिथिङ देख्न सक्नुहुन्छ हजुरहरूले बुझ्नुभयो नि त्यही भएर आउनुहोस् आउनुहोस् घुम्नुहोस् खानुहोस् डुल्नुहोस् फोटो खिच्नुहोस् भिडियो बनाउनुहोस् जानुहोस् मुझे क्या होइन अब यहाँ खाना खाँदैछौँ हामी चाहिँ खाना खान लागेको अनि खाना चाहिँ स्पेसली हाम्रो सुनिल सरको चाहिँ होटेल छ त्यहाँबाट आउँछ कि खाना सुनिल सरको चाहिँ वाइफले बनाउनुहुन्छ भन्ने सुनेको थियो त्यही भएर ल ओके बिरु कस्तो हेर्छौँ त बिरुलाई बिरु तिमी जस्तो हेर्छौँ त के गरेको यो के चाहिँ अहिले मैले मागेँ भने देऊ ल प्लिज यहाँ चाहिँ घुम्न आउनेहरू सबैजना यहाँ हाम्रो सुटिङहरू हेर्दै हुनुहुन्छ होइन देउस मजा आइरहेको छ अनि यहाँ हाम्रो सुटहरू भइरहेको छ देख्न सक्नुहुन्छ यहाँ हाम्रो सुनिल सर नाच्दै हुनुहुन्छ त्यहाँ पर होइन यस्तै छ अनि हामी चाहिँ नाचेर एकदम पसिना पसिना भएर यहाँ बसिरहेको छौँ होइन पुरै डान्स गरेर होइन डान्स गरेर पसिना पसिना भएर यो हाडी सिङ्गर बापरे हामी चाहिँ अहिले बालाजु ल्याबमा आइसकेको छौँ सबैजना सुटिङकै क्रममा फेरि अर्को भिडियोमा होइन अनि यहाँ हुनुहुन्छ हाम्रो प्यारी यता हेरिदिनुहोस् हाई भनिदिनुहोस् उसको चाहिँ उसले बनाना खाइरहेको छ त्यो भएर चाहिँ ऊ बोल्नु सकिरहेको छैन होइन अनि उसलाई चाहिँ सायद कतिजना देख्नु भएको होला सायद कतिजना नदेख्नु भएको होला ऊ भनेको चाहिँ हाम्रो सुनिल छेत्री सरको छोरी हाई भनिदिनु न फेरि यसरी हाई भन्नु न के खानु भएको के हाई भन्ने हो थ्याङ्क यू गरिदिनु बिहानदेखि हामी दुइटा योसँग उसको गाइड देख्न सक्नुहुन्छ होइन आज यो ड्रेसहरू छ अनि यहाँ चाहिँ पुरा राजावाला भिडियो छ होइन भिडियो आएपछि देखिनै हुन्छ अनि त्यस पछाडि चाहिँ हामी चाहिँ यहाँ यस्तो रेस्टमा बसिरहेको छौँ होइन रेस्ट गरेर बसिरहेको छौँ अब आजको योवाला सुटिङ चाहिँ भर्खरै स्टार्ट भएको अहिले चाहिँ लगभग पनि त्यस्तै कति आई डोन्ट नो कति बज्यो तर यो सुटिङ चाहिँ हाम्रो भोलि बिहानको 4-5 बजी सक्नेवाला छ होइन मैले भनेको है यस्तो छ हेर्नु जानु होला गाइज हाम्रो ब्लग अनि हाम्रो उहाँ हुनुहुन्छ हाम्रो कोरियोग्राफर सर वेलकम टु माई ब्लग थ्याङ्क यू हो र सर अनि उहाँ चाहिँ एकदमै धेरै राम्रो हामीलाई डान्स सिकाउनुहुन्छ हाम्रो सरले थ्याङ्क यू सर सर गाली चाहिँ नगर्नु नि फेरि म यहाँ सुनाइदिन्छु भ्लगमा यसरी छ अनि हाम्रो साथी हाम्रो आरके दादा हाम्रो हुनेवाला अपकमिङ हिरो के भनिदिन चाहनुहुन्छ सर यस्तो गाइज हाम्रो भ्लग हेरेर जानु होला राम्रोसँगले अनि आज आएको हाम्रो ड्रेस चाहिँ त्यो कसले लाउने ड्रेस हो क्या भरतनाट्यम गर्दाखेरि लाउने ड्रेस हो यो चाहिँ हेर्न सक्नुहुन्छ होइन भरतनाट्यम चाहिँ होइन तर नाच्दाखेरि चाहिँ लाउने ड्रेस हो क्या गाइज त्यही भएर अनि अर्को कुरा भनेपछि यो चाहिँ
राजा रानीवाला हुन्छ नि अनि त्यस्तै त्यस्तै छ गीत होइन गीत आएपछि हेर्नु होला राम्रोसँगले भन्दै यहाँको पुरै एक झलक देखाइदिन्छ हजुरहरूलाई हेर्नु होला राम्रोसँगले हजुर होइन अहिले सकिहालेको छ एकछिन के अनि यहाँ चाहिँ यस्तो छ यो ब्रो यहाँ चाहिँ यस्तो छ होइन हाम्रो यहाँ देख्न सक्नुहुन्छ अनि यो सबै कामहरू सक्सेस हुनुमा चाहिँ उहाँहरू बेकार यो कुनै पनि कामहरू सफल हुँदैन एकचोटि म हजुरहरूलाई देखाउन चाहन्छु होइन उहाँ बेकार त झन् हाम्रो यात्रा नै हुँदैन किनभने उहाँ चाहिँ हाम्रो गुरुबा गाडीमा हामीलाई आनन्दले सरर लानुहुन्छ होइन जहाँ लगे पनि अनि उहाँहरू क्यामेराम्यान अनि उहाँहरू आफ्नो भनिदिनुहोस् न प्लिज टेक्निसियन हुनुहुन्छ उहाँ पनि टेक्निसियन हुनुहुन्छ उहाँ पनि हामीलाई अभी नै त हामी यस्तो हुन्छ नि हामी तिर्खा लागेर भ्याटभ्याट हुँदाखेरि उहाँले हामीलाई यस्तो सहारा दिनुहुन्छ पानी लिएर होइन वाउ अनि यस्तै छ उहाँहरू सबैजना हाम्रो टेक्निकल टिमहरू हुनुहुन्छ होइन उहाँहरू बेकार र हामी सबै बेकार कुनै पनि कामहरू सफल हुँदैन गाइस त्यही भएर यस्तै छ होइन अनि यहाँ हाम्रो बहिनीहरू हुनुहुन्छ अनि हाम्रो यहाँ दाजुभाइहरू हुनुहुन्छ उहाँ हजुर दाजु के भन्छ यो ड्रेस लगाउँदाखेरि उहाँहरू चाहिँ सिपाही हुनुहुन्छ है फेरि होइन अनि यस्तै नै छ गाइज हेरेर जानु होला हाम्रो भ्लग के भयो बहिनीलाई के चाहिँ हजुर भनिदिनुहोस् होइन भनिदिनुहोस् न भनिदिनुहोस् नभनिदिनुहोस् ल म केही पनि सुन्न चाहदिनँ र सुनाउन पनि चाहदिनँ अनि यस्तै नै छ गाइज हेर्नु जानु होला हाम्रो भ्लग सी यु अन द नेक्स्ट